खाडीका आँसु। हाम्रो कथा, हाम्रो यात्रा, हाम्रो जीवन को धोका र भिडको भारी। हरेक बिहान जब म यो बसको झ्यालबाट आसमानका यी चिल्ला र सुन्दर सडकहरू निहाल्छु नि, मलाई लाग्छ यो खाडी कति चम्किलो छ। तर यो चम्किलो सडकमा गुड्ने हरेक लेबर, बसभित्र हजारौं नेपाली दाजुभाइका नुनिला आँसु र ऋणका तीता कथाहरू लुकेका हुन्छन्। नेपालमा एजेन्टलाई लाखौं बुझाएर साउको ऋणको भारी बोकेर अनि विदेशमा सुख पाइएला भन्ने आशामा यो मरुभूमिमा आउने रमेश जस्ता युवाहरूको कथा सायद आज तपाईँ हाम्रै कथा हो। एजेन्टको धोका र ऋणको भारीले एउटा नेपाली कसरी मरुभूमिमा पिसिन्छ, आउनुहोस् आज यसको तितो यथार्थ खोलौँ। कथा सुरु हुन्छ नेपालको एउटा सानो गाउँबाट, जहाँ 25 वर्षको रमेश विदेश जाने सपना देख्छ। गाउँमा एउटा कोट पेन्ट लगाएको एजेन्ट आउँछ। उसले रमेशलाई भन्छ, भाइ दुबईको सरकारी कम्पनीमा स्टोर किपरको काम छ, महिनाको 80,000 बच्छ, बस 3 लाख रुपियाँ बुझाउनुहोस्। एजेन्टको त्यो चिल्लो कुराले रमेश र उसको परिवारलाई मक्ख पार्छन्। तर विडम्बना, रमेशको परिवारसँग 3 लाख रुपियाँ हुँदैन। आमाले आफ्नो कानको सुनको मुन्द्री बुझाउनुहुन्छ। बुबाले जोगाएको सानो टुक्रा खेत बन्दकी राखिन्छ। 100 दिनको ब्याजमा 3 लाख रुपियाँ ऋण लिइन्छ। रमेशलाई लाग्छ 2 महिना विदेशमा दुःख गरेपछि त यो सबै ऋण तिरिहाल्छु नि। तर उसलाई के थाहा, उसले जुन ऋणको कागजमा ल्याप्चे लगाउँछ त्यो केवल कागज होइन, उसको जिन्दगी बर्बाद पार्ने एउटा ठुलो चक्रव्यूह हो। जब रमेश यो मरुभूमिमा आइपुग्छ, उसको सपनाको महल तासको बुर्जा जस्तै भत्किन्छ। न त एयरपोर्टमा लिन कोही आउँछ, न त एजेन्टको फोन नै लाग्छ। धेरै घन्टाको पर्खाइपछि उसलाई एउटा लेबर क्याम्पमा लगिन्छ। स्टोर किपरको काम भनेर ल्याएको रमेशलाई 50 डिग्रीको चर्को घाममा फलामको डन्डी बोक्ने काममा लगाइन्छ। नेपालमा भनिएको 80,000 को तलब यहाँ जम्मा 25,000 मा खुम्चिन्छ। त्यसमाथि पनि कम्पनीले 2-3 महिनासम्म तलब दिँदैन। बेलुका कोठामा फर्कँदा नेपालबाट आमाको फोन आउँछ, बाबु साउले घरमा आएर धम्क्याउँदैछ, ब्याज तिर्न सकिएन भने खेत लिलाम गरिदिन्छु भन्छ। रमेश आफ्नो आँसु लुकाउँदै फोनमा भन्छ, आमा यहाँ सब ठिक छ, अर्को महिना पैसा पठाउँछु है। तर फोन राखेपछि ऊ भित्तामा टाउको ठोकेर धुरु रुन्छ बिचरा। यो पीडा कति असह्य हुन्छ त्यो भोग्नेलाई मात्र थाहा छ। दाजुभाइ तथा दिदीबहिनीहरू, म पनि विगत 10 वर्षदेखि यही युएमा काम गरिरहेको छु। मैले यहाँ कयौं रमेशहरू देखेको छु जो एजेन्टको धोकाले गर्दा सडकमा पुगेका छन्। त्यसैले विदेश आउनु अघि सधैँ यी कुरा ध्यान दिनुहोस्। पहिलो जुनसुकै एजेन्टको भर नपर्नुहोस्। सरकारी मान्यता प्राप्त म्यानपावरबाट मात्र काम गर्नुहोस्। दोस्रो, आफ्नो श्रम सम्झौता राम्रोसँग नपढी हस्ताक्षर नगर्नुहोस्। र तेस्रो, सकभर मलाई आशा छ यो ब्याजमा ऋण लिएर विदेशमा हाम्रा धेरै नेपाली दाजुभाइलाई सचेत गराउनेछ।
यसलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला। अनि एउटा सानो कुरा, म भिडियो बनाउनका लागि जुन मोबाइल माइक र ट्राइपड प्रयोग गर्छु, धेरै साथीहरूले मलाई सोध्नुहुन्छ यदि तपाईहरू पनि युट्युब सुरु गर्न चाहनुहुन्छ वा राम्रो ग्याजेटहरू किन्न चाहनुहुन्छ भने मैले प्रयोग गर्ने र मलाई राम्रो लागेका सामानहरूको लिंक मैले तल डिस्क्रिप्सन बक्समा र पहिलो कमेन्टमा राखिदिएको छु। त्यो अमेजनको लिंक हो, जहाँ त्यहाँ क्लिक गरेर तपाईहरूले सजिलै ती सामानहरू हेर्न र अर्डर गर्न सक्नुहुन्छ। यसले च्यानललाई पनि थोरै सपोर्ट पुग्नेछ। खाडीका आँसु च्यानललाई माया गरेर सब्स्क्राइब गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा नयाँ यथार्थका साथ भेट्नेछु। तबसम्म आफ्नो ख्याल राख्नुहोला, सुरक्षित रहनुहोला। सम्पूर्ण दिन शुभ होस्। जय नेपाल।